हेलो साथीहरू, गुड मर्निङ। आज म गुन्द्रुक सान्न गइरहेको छु नयाँ तरिकाले। हजुरहरूलाई पनि सिकाउँदैछु, हेर्नु होला। यसरी सादिएको गुन्द्रुक चाहिँ एकदम मिठो स्वादिष्ट हुने गर्दछ। यो टमाटरको चटनी पिसेर एकदम रेडी भइसकेको छ। मैले यसमा लसुन, अदुवा, खुर्सानी, नुन र थोरै टिमुर राखेको छु। अनि यसमा यो चाहिँ भटमास, मैले भटमास रेडी गरेको छु। यसलाई अब भुटेर राख्नुपर्छ र आवश्यक मात्रामा गुन्द्रुक पनि लिएको छु। यो गुन्द्रुकलाई पनि हल्का भुट्यो भने चाहिँ यसले अझै मिठो स्वाद दिने गर्दछ। र यो एउटा प्याज काटेर मैले रेडी गरिसकेको छु र यो सबैलाई म मिक्स गरेर बनाउन गइरहेको छु। हेरेर प्रतिक्रिया दिनु होला है त। पुरा भिडियो हेर्नु होला। पुरा भिडियो हेर्नुभयो भने चाहिँ तपाईलाई पनि यो राम्रोसँग बनाउन आउँछ र यसको स्वादले हजुरहरू मक्ख पर्नुहुनेछ। यो चाहिँ भटमास। म अब यसलाई अलिकति भुट्न गइरहेको छु। मजाले यो पड्किने गरी भुट्नुपर्छ। यो बजारमा किनेको कुनै भटमासहरू चाहिँ अलि राम्रो हुँदैन, राम्ररी भुटिन्न। यो हाम्रो गाउँघरमा पाउने लोकल भटमासहरू चाहिँ एकदम राम्रोसँग मजाले फुट्ने गर्छ भुट्दाखेरि। अनि यसको चाहिँ धेरै साह्रो हुने गर्दैन, राम्रो हुने गर्छ, मिठो हुने गर्छ। हेर्नु होला है त। म यसलाई पड्किन थालिसकेको छ। यो राम्ररी पड्किन दिनुपर्छ। यो मजाले फुट्छ। यो रेडी हुन लागिसकेको छ। मैले यो भटमासलाई भुटेर यहाँ हालिसकेको छु। अब यसमा अलिकति थोरै फेरि तेल राखेँ, यो झान्नको लागि। यसरी झानेको गुन्द्रुक चाहिँ एकदम मिठो हुने गर्दछ। यसमा तेल तातिसकेपछि यसरी थोरै मेथी राखिदिनु होला, पड्काउनु होला। अनि यसमा थोरै मेथीलाई कालो कालो बनाउनु होला, नत्र फेरि कालो भएन भने यो तितो हुने गर्दछ। र यसमा थोरै बेसार पनि एड गरिदिनु होला। पछि बेसार राख्यो भने स्मेल आउने गर्छ। त्यही भएर हल्का तेलमा धेरै बेर त मिल्दैन, थोरै एकछिन मात्रै तेल बेसार राख्नु होला। र बेसार राख्ने बित्तिकै यसमा गुन्द्रुक राखिदिनु होला। र यसरी एकछिन यो गुन्द्रुकलाई फ्राई गरिदिनु होला। थोरै एकछिन फ्राई गरिसकेपछि अब यो ग्यासलाई बन्द गरिदिनु भने पनि हुन्छ। अब यसमा यसरी एकछिन यसलाई फ्राई गरेपछि यसलाई यसमै मिक्स गरिदिनु होला। जुन हामीहरूले बनाएर राखेको, रेडी गरेर राखेको टमाटरको चटनी थियो, त्यसमा मिक्स गरिदिनु होला। र यसमा नै फेरि प्याजलाई पनि मिक्स गरिदिनु होला। अब यसलाई राम्रोसँग मिक्स गरिदिनु होला। यसलाई चाहिँ अब चम्चाले गर्नुभए पनि हुन्छ, नभए भने हात धोएर हातले नै मिक्स गर्नुभयो भने यसको स्वाद अझ राम्रो आउने गर्छ। यसमा मैले पहिला नै नुन, खुर्सानीहरू सबै राखिसकेको भएर अब यसमा केही एड गर्नु आवश्यक छैन। यो मैले पहिला नै सबै रेडी गरिसकेको छु, सबै हालिसकेको छु यसमा हाल्नुपर्ने कुराहरू। अब हेर्नु होला, यो तपाईँहरू चिउरासँग, भातसँग, रोटीसँग, जेसँग पनि खान सक्नुहुन्छ। एकचोटि यसरी हजुरहरूले यसरी साँदेर खानुभयो भने र खुवाउनु भयो भने सबैजना हजुरहरूको फ्यान हुनेछन्। ल, मन पर्यो भने, यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट र सब्सक्राइब गर्न नभुल्नु होला। हजुरहरूलाई कस्तो लाग्छ मेरो भिडियो कमेन्ट गरेर बताइदिनु होला है त। हेर्नुहोस् त कस्तो स्वादिष्ट देखिएको छ। ल।